एभ्रिवान आज म मेरो माला लाएको छु आन्टीले लगाइदिनु भएको म 4 वर्ष पुगेँ अनि आज चाहिँ म भ्लग बनाउँदै रहेछु अनि त्यही पछाडि चाहिँ हामी भ्लग बनाउन सुरु भ्लग लाइक सब्स्क्राइब गरिदिनु होला अहिले पनि लाइक सब्स्क्राइब गरिदिनु अनि अहिले चाहिँ हामी भ्लग बनाउँदैछौँ अहिले भ्लगमा भेटौँ होला ल अब सुरु गरौँ है त अब लु आयो त कता जानु के देखाउने गाइजहरूलाई कहाँ तिम्रो त कोठा त अँध्यारो न अँध्यारो छ त के हो यो भनिदेऊ न त गाइजहरूलाई अनि यो चाहिँ मेरो बुक लाग्ने ठाउँ हो ब्याग पनि लाग्छ तिम्रो डल हाउस पनि भनिदेऊ न लु बोल है तिमी आफै ला के भएर बाँच्यो लु बोल्नु है आफै म चाहिँ बोल्दिनँ लु मेरो चस्मै भाँच्ची छ फोटो खिचेको होइन मेरो चस्मा लाइट बलेर गएर लाइट बलेर राम्रो आएन यो चस्मा फुटेछ अनि यो डस्टबिन हो अनि यसमा फालिदिएको म यता छु अनि यो सामानहरू लाग्दैछु म अनि यताको म चाहिँ यता किचन बनाउँदैछु तपाईँहरूले हेर्दै घुर्नु होला यो पेन पनि छ मसँग यो म यता लाग्छु ल पेन ला तिम्रो त झर त किचन सेट अनि त्यही पछाडि बच्चाहरू चाहिँ यतै छ खेल्दै ओइ मै चिप्ले म बच्चाहरूलाई राख्छु बच्चाहरूलाई यता बस्छु म खेलाउँदै बच्चाहरू त सुत्छ तपाईँहरू मलाई माया गर्नुहुन्न लाइक सब्सक्राइब गर दिदी सन्ध्याको दिदीले त नि मामा गरको दिदीले त नि उनीहरूको भिडियो हेर्नु हाम्रो भिडियो हेर्नुहुन्छ अरे लाइक पनि गरिदिनुहुन्छ अरे है त अनि तपाईँहरू चाहिँ गर्नै हुन्न अब छिटो गरिहालिदिनु है मलाई लाइक म डल हाउस सजाउँदैछु बेबीहरूलाई सुताइसकेँ अनि यो बेबी चाहिँ नि उसलाई सुताउँदै थियो अरे अनि यो पनि छ बेबी उयो बेबीले एउटा ब्राउन कलरको खुट्टा भएको त खुट्टै भाँचिएछ अनि त्यही पछि म लगाउन सकेँ के बजाएको हौ त्यस्तो जोगीले जस्तै ए खोइ फेरि बजाउ त हेरौँ ओइ जोगी जस्तै आयो अब मम्मीले मलाई पिट्नुहुन्छ र होमवर्क गर्नु भने होमवर्क गरिसक्नु भने पिट्नुहुन्छ होला म मम्मीसँगै गर्ने अनि त्यही बिचारी चाहिँ बेबीहरू सुतिरहेको छ अनि एउटा बेबी चाहिँ खुट्टाइ भाँचिरहेको छ सुताउँदैछ ला दिदी त को मरो अरे दिदी गरेछ ल दिदी यता बस्छ ल सब त हर्की त
गरिदिनु न आन्टी टिफिन बक्स। अब गाइजहरू मेरो साथी कोही पनि छ, मेरो साथी यिनीहरू मात्रै हो। अरू टुकटुक मान्छे त नि घरमा पो छ त। यो मेरो साथी हो नि, तपाईँ पनि मेरो घर आउनुहुन्छ भने आउनुहोस्। खेल्नको लागि मेरो साथी पनि छैन। अनि त्यही पछाडिमा म हाम्रो भिडियोलाई लाइक सब्सक्राइब च्यानललाई के पो थियो अरे बिर्सिहाल्यो मैले। भ्लग गराउनु होला भोलि पनि तपाईँ हेर्नुहोस्। अब सुरु गरौँ हुन्छ। फेरि सुरु गरौँ फेरि सुरु गर्ने अघि सुरु गरेको त यता माथि पनि बेबी पनि छ। बक्सी नि हाल बेबी यो बेबीले कता बसाम हौ? कता बसाउँछौ त हो अनि